गुरुजी राधे राधे। राधे राधे। मनुष्यले कुन कुन कुरामा सन्तोष गर्नुपर्छ? हेर्नु, शास्त्रमा भनिएको छ त्रिभिर सन्तोष कर्तव्यम। यी तीनवटा कुरामा सदैव नै सन्तोष गर्नु अरे। के भन्दा स्वधारे भोजने धने। स्वधारे भनिए आफ्नो पत्नी। हामीले जस्ती पत्नी भेटाउँछौँ, जस्ती पत्नी भगवानले जुराउनुहुन्छ, काली होस्, गोरी होस्, नाटी होस्, लुली होस्, लङ्गडी होस्, जस्ती पत्नी भए पनि यो त मेरै हो भनेर सन्तोषले राख्ने। त्यही भएर त्रिभिर सन्तोष कर्तव्यम स्वधारे। आफ्नो पत्नीमाथि सन्तोष गर्नु। अरू केमा सन्तोष गर्नु? भोजने। जस्तो जे भोजन मिलोस् सन्तोषपूर्वक त्यसलाई ग्रहण गर्नुपर्छ अरे। नानुकुर नगरिकन यो भोजन कस्तो भयो, यस्तो किन भयो, उस्तो किन भयो नभनिकन चुप लाएर सन्तोषपूर्वक त्यो भोजन ग्रहण गर्ने। अनि त्रिभिर सन्तोष कर्तव्यम स्वधारे भोजने अनि धने। आफूसँग जति धन छ, आफूसँग जति वित्त छ त्यतिमै सन्तोष गर्ने। ईर्ष्याको भावना नराख्ने कि मसँग यति कम किन छ, त्योसँग त्यति धेरै किन छ, यस्तो भावना नराखिकन आफूलाई भगवानले जति धन दिनुभएको छ त्यसमा सन्तोषपूर्वक निर्वाह गर्ने। अनि शास्त्रले यो पनि भनिएको छ त्रिभिर सन्तोष न कर्तव्यम अध्ययन जपदानयो। र यी तीनवटा चिजमा कहिल्यै पनि सन्तोष नगर्नु भन्दा अध्ययन। पढ्ने व्यक्तिले कहिल्यै पनि सन्तोष गर्नु हुँदैन कि मैले अहिले त यति पढे भयो अब भरे पढ्छु भनेर सन्तोष नगर्नु। नाइ, मलाई त अझै पढ्न छ, यसरी सन्तोष नगरिकन पढो भने त्यसको विद्या सफल हुन्छ। अध्ययन जप। जप गर्दाखेरि कहिले पनि सन्तोष गर्नु हुँदैन कि मैले आज 11 माला गरेँ, मैले आज 21 माला गरेँ भनेर सन्तोष नगर्नु। मैले आज यति थोरै माला गरेँ, भोलि म अझै धेर गर्छु भनेर चाहिँ जसले जपको धारणा राख्छ त्यसैको जप सफल हुन्छ। अनि दानयो। दान गर्दाखेरि पनि बिल्कुल पनि सन्तोष गर्नु हुँदैन। यो मनमा राख्नै हुँदैन कि आज मैले यति दान गरेँ, आज मैले 100 रुपियाँ दान गरेँ, आज मैले लाखौँ रुपियाँ। यस्तो मनमा भावना राख्नुपर्छ कि आज मैले 100 रुपियाँ दान गरेँ त भोलि म अझै 500 रुपियाँ दान गर्ने हुँ। यस्तो भावना राख्नुभयो भने हजुरको दान सफल हुन्छ। जय जय श्री राधे।